अहिलेको हाम्रो नेपाल सरकारलाई मेरो एउटा रिक्वेस्ट है, मेरो नभएर हामी नेपाली जनता सबैको विदेशमा बस्ने जति, विदेशमा अब कार्यरत हुने जति सबैको हामीले चाहिँ विदेशबाट दुःख गरेर कमाएर एउटा मोबाइल लग्यो भने एयरपोर्टमा दुध दिने होइन, ब्याग फुटाइदिने यस्ता हरेक क्रियाकलापहरू गर्छन् क्या। अनि जस्ताको तस्तै फेरि बनाइदिने है त्यो ब्यागलाई, त्यस्तो धेरै यस्तो घटनाहरू घटि पनि रहेछन् है। अनि एउटा मोबाइल लिएर अनि एउटा घर परिवारलाई अनि होइन अब हुन्छ नि त पावर ब्याङ्कहरू होइन एउटा चिज यसो लगेर जाँदाखेरि चाहिँ एयरपोर्टमा खोसिन्छ। यस्ता यस्ता कार्यहरू होइन कसैले चाहिँ अब हाम्रो त छैन, मेरो त छैन होइन, अब हुनेहरूको कसैले चाहिँ अब सुनको सिक्री अब नेपालबाट जाँदा लगाएको अनि विदेशबाट आउँदा चाहिँ त्यो एयरपोर्टमा खोसिन्छ। यस्ता यस्ता दलालहरूको चाहिँ खोजी एकदम खोजी पत्ता साफ गर्नुहोस्। यिनीहरूलाई चाहिँ कानुनले भेटाए जति चाहिँ यिनीहरूलाई चाहिँ एकदम सजाय दिनुहोस् होइन। यो चाहिँ एकदम गलत कुरा हो। मान्छेले दुःख गरेर आफ्नो पसिना बगाएर किनेर लगेको हेडफोन, मिठाई, चक्लेट यस्ता उस्ता होइन, यति मात्रै नभएर धेरै छ क्या, धेरै कुराहरू छन्। यस्ता भनेर साध्यै छैन। हर कुरामा चाहिँ हर उयसमा चाहिँ एयरपोर्टदेखि लिएर सबै ठाउँमा लुटतन्त्र मात्रै थियो। अब चाहिँ हामीलाई ठुलो आशा पनि जागेछ र सरकारले पनि पहल गरिदियोस्। को मार्फतबाट हुन्छ, कसरी हुन्छ, त्यहाँ चाहिँ पहल गरिदियोस् सरकारले भन्न चाहन्छु है त।